त्यस प्रश्नहरू जुन चाहिँ वंश अथवा कसरी बुझौँ भन्दा हिस्ट्री रिलेटेड रहेको छ, जसमा चाहिँ शाह वंश अथवा चाहिँ यस रिलेटेड रहेर चाहिँ हामी आजको प्रश्नहरू हेर्नेछौँ। सुरुमा लागौँ हामी प्रश्नतर्फ नि। इफ तपाईँले जुन यो फर्मेट देखिरहनु भएको छ, यो चाहिँ बेस्ट मुक्चर सपोर्टको एप रहेको छ, जुन हजुरले चाहिँ www.website-मा पनि गएर यस्तो परीक्षा दिन सक्नुहुनेछ, अथवा प्ले स्टोरमा गएर पनि डाउनलोड गर्न सक्नुहुनेछ। फर्स्ट अफ अल हामी प्रश्नतर्फ जान्छौँ, जसमा चाहिँ पहिलो प्रश्नमा पृथ्वीनारायण शाहले एकीकरण अभियानको क्रममा सर्वप्रथम कुन राज्यलाई आक्रमण गरेका थिए भनेको छ। नुवाकोट, मकवानपुर, जुन चाहिँ चौदण्डी, र अप्सन डीमा चाहिँ लमजुङ भनिएको छ। यसको प्रश्नको उत्तरतर्फ जाँदा नुवाकोट थाहा नै छ धेरैजनालाई, जुन चाहिँ यसको सही उत्तर नुवाकोट रहन्छ, र जुन चाहिँ 1744मा नुवाकोटमाथि आक्रमण गरेका थिए, र यद्यपि उक्त प्रयास असफल भयो र पछि चाहिँ 1745मा चाहिँ फेरि सफल आक्रमण गरियो भन्ने कुराहरू आएको छ। यसको प्रश्नको उत्तर चाहिँ नुवाकोट रहेको छ है। ओके, सेकेन्ड प्रश्नको उत्तरतर्फ जान्छौँ। काठमाडौँ उपत्यका एकीकरण गर्दा पृथ्वीनारायण शाहले सर्वप्रथम कुन राज्यमाथि विजय प्राप्त गरेका थिए। भक्तपुर, ललितपुर, कीर्तिपुर र काठमाडौँ भनेको छ कुन राज्यमाथि गरेका थिए। त्यसको सही उत्तर के हो, कीर्तिपुर नै रहनेछ। यो कुरालाई पनि तपाईँले एक्सप्लेनेसनमा हेर्न सक्नुहुन्छ। 1757मा कीर्तिपुरमाथि आक्रमण गरे, जुन पहिलो पटक असफल भयो, र उनले आफ्नो सेनापति कालु पाण्डेलाई गुमाए, र पछि सन् 1767मा चाहिँ दोस्रो पटक कीर्तिपुरमाथि विजय प्राप्त गरेका थिए। यो कुरा विशेष ध्यान दिनुहोला। त्यसै गरी जान्छौँ नेक्स्ट प्रश्नमा। पृथ्वीनारायण शाहले 4 भन्ज्याङ काट्न सके नेपाल हुन्छ भन्ने भनाइ कुन सन्दर्भमा व्यक्त गरेका थिए। काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, नेपालको सिमाना विस्तार, राज्य एकीकरणको रणनीति, र अप्सन डीमा चाहिँ व्यापारिक मार्गको महत्त्व भनिएको छ। यसमा कुनै पनि प्रकारको कन्फ्युजन नभइकन राज्य एकीकरणको रणनीतिमाथि 4 भन्ज्याङ काट्न सके नेपाल हुन्छ भन्ने कुरा रहेको थियो। र यसमा बुझ्नुपर्ने कुरा के रहेको छ त भन्दाखेरि पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्ने बृहत रणनीतिको सन्दर्भमा यो भनाइ व्यक्त गरेका थिए, र यसले काठमाडौँ उपत्यका र वरपरका क्षेत्रलाई एकीकृत गर्ने महत्त्वाकांक्षालाई नै जनाउँछ है। यो कुरा बुझ्नु पर्यो। अप्सन सी को करेक्ट एन्सर रहन्छ। त्यसै गरी नेक्स्ट प्रश्नमा जान्छौँ। पृथ्वीनारायण शाहको दिव्योपदेश चाहिँ कति कुरा उल्लेख गरिएको छ भनेको छ। दिव्योपदेश भनिन्छ हामीले चाहिँ, दिव्य उपदेश भन्ने कुरा चाहिँ यहाँनिर उल्लेख हुन्छ। कतिवटा कुरा उल्लेख गरेका थिए, 22, 24, 27 र 30 भनिएको छ। यसमा चाहिँ 27 रहेको छ। र दिव्योपदेशमा चाहिँ राज्य सञ्चालन, परराष्ट्र नीति, सुरक्षा र आर्थिक व्यवस्थापन सम्बन्धी 27वटा महत्त्वपूर्ण कुरा चाहिँ उल्लेख गरेका थिए भन्ने कुरा रहेको छ है। कस्ता कुरा भन्ने कुरा डाउट नहुनको लागि चाहिँ राज्य सञ्चालन, परराष्ट्र नीति, सुरक्षा र आर्थिक व्यवस्थापनका कुराहरू जस्तै चाहिँ कुराहरू चाहिँ इन्क्लुड गरेका थिए, 27वटा कुरा है। पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको शासकका रूपमा कसलाई मानिन्छ। प्रताप सिंह शाह, रणबहादुर शाह, गिर्वायुद्ध विक्रम शाह र बहादुर शाह भनिएको छ। यसमा कुनै पनि प्रकारको कन्फ्युजन नभई प्रताप सिंह शाहलाई लगाउन सकिन्छ। त्यसै गरी नेक्स्ट प्रश्नमा जाउँ। बहादुर शाहको नायबी कालमा नेपालले कुन क्षेत्रसम्म आफ्नो सीमा विस्तार गरेको थियो। तिब्बत र सिक्किम, गढवाल र कुमाऊ। अप्सन सीमा रहेको सतलज नदीदेखि टिस्टा नदीसम्म, र मेची नदीदेखि महाकाली नदीसम्म रहेको छ। र यसको संयुक्त रहेको छ सतलज नदीदेखि टिस्टा नदीसम्म। तपाईँले टिस्टा नदीको नाम धेरै सुन्नु भएको होला अननोन तरिकाबाट, र यसको संयुक्त यो रहन्छ। भन्नाको मतलब सतलज नदीदेखि टिस्टा नदीसम्म चाहिँ कसले बहादुर शाहको नायबी कालमा चाहिँ नेपालले यो क्षेत्रसम्म चाहिँ आफ्नो सीमा विस्तार गरेको थियो भन्ने कुरा रहन्छ। ओके, त्यसपछि हामी अर्को प्रश्नतर्फ जान्छौँ। फेरि हामी अर्को प्रश्नतर्फ नै जाउँ, र यो कुरालाई थोरै एक्सप्लेनेसनमा बुझ्नुपर्ने हुँदा चाहिँ सतलज नदीदेखि पूर्व टिस्टा नदीसम्मको बृहत भूभाग चाहिँ नेपालमा गाभियो। यो नै नेपालको सबैभन्दा विशाल सिमाना थियो भन्ने कुरा पनि रहेको छ है त। ओके, नेक्स्ट प्रश्नमा जाउँ। नेपाल तिब्बत युद्ध सन् 1788देखि 1792को मुख्य कारण चाहिँ के थियो त। सीमा विवाद, नयाँ मुद्राको प्रचलन, तिब्बतको चीनसँगको सम्बन्ध, सिक्किमको सहायता भनिएको छ। यसमा कन्फ्युजन नहुनु होला। नयाँ मुद्राको प्रचलन नै नेपालको तिब्बत युद्ध सन् 1788देखि 92सम्म भयो। र यसको कुरा चाहिँ कसरी पुष्टि गर्न सकिन्छ त भन्दा चाहिँ जुन चाहिँ
नेपालले टक्सार गरेको मुद्रा चाहिँ तिब्बतमा नचलेको र पुराना मुद्राको मूल्य घटाइएको कारण चाहिँ नेपाल तिब्बतमा युद्ध भयो र यसलाई नयाँ पैसा सम्बन्धी विवाद पनि भनिन्छ है। यो कुरा बुझ्नु पर्यो, नयाँ मुद्राको प्रचलन भन्नु र नयाँ पैसा सम्बन्धीको विवाद भन्नु कुरा एउटै नै रहन्छ। अनि एडभान्स लोजिकल कुराहरू तपाईँले अप्सनमा दियो भने बुझ्न अलिकति गाह्रो हुन्छ है त। ओके, त्यसै गरी जान्छौँ हामी 8 नम्बर प्रश्नमा। तपाईँले के सोधेको छ, 1792 को नेपाल चीन युद्धको परिणाम स्वरूप नेपालले कुन सन्धिलाई स्वीकार गर्नु परेको थियो? सुगौली सन्धि, केरुङ सन्धि, बेत्रावती सन्धि र थापाथली सन्धि भनिएको छ। यसमा कन्फ्युजन नहुनु होला, बेत्रावती सन्धि नै स्वीकार गर्नु परेको थियो। कारण के थियो त भन्दा 1792 को नेपाल चीन युद्धमा नेपालले चीनसँग बेत्रावती सन्धिमा हस्ताक्षर गर्यो, जस अनुसार नेपालले चीनलाई प्रत्येक 5 वर्षमा पञ्चवर्षीय मिसन पठाउनु पर्ने भएको थियो है। यो कुरा पनि विशेष ध्यानपूर्वक बुझ्नु पर्यो, तपाईँले व्याख्या बुझ्नु भयो भने अरू कुरा बुझ्नलाई सजिलो छ। त्यसै गरी नेक्स्ट प्रश्नतर्फ जाउँ। रणबहादुर शाहको शासनकालमा कस्तो प्रकारको धार्मिक विवाद उत्पन्न भएको थियो? शैव र बौद्ध धर्म, हिन्दू र क्रिस्चियन धर्म, बौद्ध धर्ममा सुधार, धर्म परिवर्तनको प्रयास भनिएको छ। यसमा कन्फ्युजन नभई हिन्दू र क्रिस्चियन धर्ममा चाहिँ विवाद उत्पन्न भएको थियो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ। यो कुरा व्याख्यात्मक रूपमा पनि रहेको छ, तपाईँले सजिलै बुझ्न सक्नुहुन्छ है। ओके, नेक्स्ट प्रश्नतर्फ जाउँ अहिलेको लागि, किनभने यो कुरा तपाईँले धेरै एक्सप्लेनेसन बुझ्नुभन्दा पहिला रणबहादुर शाहको शासनकालमा कस्तो प्रकारको धार्मिक विवाद उत्पन्न भएको थियो भन्दा हिन्दू र क्रिस्चियन धर्मको है। त्यसपछि अर्को, रणबहादुर शाहको हत्या कसले गरेका थिए? भीमसेन थापा, शेरबहादुर शाह, दामोदर पाण्डे र बहादुर शाह भनिएको छ। यसको सही उत्तर के रहन्छ? शेरबहादुर शाहले चाहिँ रणबहादुरको हत्या गरेका थिए भन्ने कुरा रहेको छ। 1806 मा रणबहादुर शाहको हत्या उनका सौतनी भाइ शेरबहादुर शाहले गरेका थिए। यस घटनाले नेपालको राजनीतिमा ठुलो उथलपुथल ल्याएको पनि थियो है। कहिले? 1806 मा। कसले गरेका थिए? भाइ, आफ्नै सौतनी भाइ शेरबहादुर शाहले गरेका थिए। अब यसमा प्रश्न धेरै जोडिन सक्छ। यस्तै रणबहादुर शाहको हत्यामा संलग्न शेरबहादुर शाह, उनका नातेदार के थिए भनेर दिन सक्छ, भाइ दिन सक्छ, अर्कोमा सौतानी भाइ दिन सक्छ। त्यो कुरामा कन्फ्युजन क्लियर हुन होला। को रहेका थिए? सौतानी भाइ रहेका थिए है। नेक्स्ट प्रश्नतर्फ जान्छौँ। गिरमार युद्ध विक्रम शाहको न्यायविकालमा चाहिँ नेपालको वास्तविक शासन को थिए भन्ने, अथवा वास्तविक शासक को थिए भन्ने कुरा रहेको छ। रणबहादुर शाह, भीमसेन थापा, बहादुर शाह र राजा राजेन्द्र विक्रम शाह भनिएको छ। कन्फ्युजन नभइकन भीमसेन थापा लगाऊ, यसमा कुनै कन्फ्युजन नहुनु होला। फेरि एक्सप्लेनेसन म देखाइदिन्छु। तपाईँले चाहिँ यसमा बुझ्नुपर्ने कुरा भनेको सबै माथिको प्रश्नलाई नै उल्लेख गरिएको छ, तर व्याख्यात्मक कुराबाट अलिक सजिलै बुझ्नुहुन्छ भने यो व्याख्यात्मक कुरा हेर्न सक्नुहुन्छ है त। ओके, नेक्स्ट प्रश्न रहेको छ। नेपाल अङ्ग्रेज युद्ध 1814 देखि 1816 को मुख्य कारण के थियो? व्यापारिक मार्गको नियन्त्रण, तिब्बतमा पहुँचको प्रतिस्पर्धा, सीमा विवाद र बुटवल स्याङ्जाको दाबी र अङ्ग्रेजको नेपालमा उपनिवेशीकरण, जुन चाहिँ उपनिवेशीकरण भनिन्छ यसको चाहिँ प्रयास भनिन्छ। जस्तै चाहिँ उपनिवेशीकरण भन्नाले कसरी बुझ्नु होला भने फर्स्ट एट्याक भन्ने अथवा चाहिँ किडन्याप जस्तो भनेर बुझ्न सक्नुहुन्छ है। ओके, यसको शब्द के रहेको छ? सीमा विवाद र बुटवल स्याङ्जाको दाबी भन्ने कुरा रहेको छ। र यसलाई थोरै एक्सप्लेनेसनमा हेर्नुहुन्छ भने नेपाल अङ्ग्रेज युद्धको मुख्य कारण सीमा विवाद, विशेष गरी बुटवल र स्याङ्जाको क्षेत्रमा नेपालले आफ्नो अधिकार दाबी गर्नु र अङ्ग्रेजले त्यहाँका जग्गामाथि नियन्त्रण जमाउन खोज्नु है। नियन्त्रण जमाउन खोज्नुलाई नै हामीले उपनिवेशीकरण पनि भन्न सकिन्छ। यो कुरालाई बुझ्नु पर्दा सीमा चाहिँ विवाद र बुटवल स्याङ्जाको दाबी सम्बन्धी विषयमा चाहिँ के भएको थियो त? युद्ध भएको थियो। ओके, नेक्स्ट प्रश्नतर्फ जाउँ। फेरि सुगौली सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए? भीमसेन थापा, चन्द्रशेखर उपाध्याय, गजराज मिश्र र रणजङ पाण्डे। यसको उत्तर के रहन्छ? गजराज मिश्र भनिन्छ, उहाँको चाहिँ हस्ताक्षर रहेको छ है। यसमा कहिले भएको थियो भन्दा सुगौली सन्धि नेपालको तर्फबाट सन् 1816 मार्च 4 मा चाहिँ राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए है। यो कुरा विशेष ध्यान दिनु होला। नेक्स्ट प्रश्नतर्फ जाउँ। सुगौली सन्धिपछि नेपालले गुमाएका प्रमुख भूभागहरू कुन कुन हुन्? गढवाल, कुमाऊ, सिक्किम र तराईको ठुलो भूभाग, गोर्खा, नुवाकोट र काठमाडौँ, मेचीदेखि राप्तीसम्म तराई, टिस्टादेखि महाकालीसम्मको पहाडी भूभाग। के रहेको छ यसको सही उत्तर?
गढवाल, कुमाऊ, सिक्किम र तराईको ठुलो भाग चाहिँ नेपालले गुमाएको थिए है। यो कुरा प्रश्न कन्फ्युजन क्लियर हो। सुगौली सन्धि पश्चात नेपालले काली नदी, पश्चिम गढवाल, कुमाऊ, पूर्वका सिक्किम र मेचीदेखि राप्ती नदीसम्म तराईका भूभाग गुमाउनु परेको थियो, जसले नेपालको क्षेत्रफललाई आधाभन्दा बढी घटाएको थियो है। यो कुरामा कन्फ्युजन हुने कुरा छैन। नेक्स्ट प्रश्नतर्फ जाउँ फेरि हामी। भीमसेन थापाको पतनमा मुख्य भूमिका खेल्ने दरबारिया गुट कुन थिए भनिएको छ। पाण्डे खलक, वस्यान्त खलक, त्यसपछि कुवर खलक र थापा खलक भनिएको छ। कन्फ्युजन नभई पाण्डे खलक नै रहेका थिए भीमसेन थापाको पतनमा अथवा चाहिँ इन्डमा भनौँ है। ओके, यसको प्रश्नको उत्तर पाण्डे खलक रहेको छ। नेक्स्ट प्रश्नतर्फ जाउँ। रानी राज्य लक्ष्मी है देवीको न्यायविकालमा चाहिँ मुख्य राजनीतिक शक्ति केन्द्र कहाँ थियो। राजा राजेन्द्रसँग अथवा गगन सिंह थापा है, त्यसपछि जङ्गबहादुर खुवर र पाण्डे खलक भनिएको छ। यसको सही उत्तर के रहन्छ, गगन सिंह थापासँग रहेको थियो राजनीतिक शक्ति है। यो कुरा विशेष ध्यान दिनु पर्यो। नेक्स्ट प्रश्नतर्फ जाउँ। कोत पर्व हुनुको प्रमुख कारण चाहिँ के हो त। कोत पर्व भन्ने धेरैजनाले सुन्नु भएको होला। यो कोत पर्व हुनुको मुख्य कारण चाहिँ के हो त। भीमसेन थापाको हत्याको बदला, गगन सिंह थापाको हत्या, अङ्ग्रेजसँगको सन्धि, राणाहरूको उदय भनिएको छ। यसको सही उत्तर के हुन्छ, गगन सिंह थापाको हत्या चाहिँ कोत पर्व रहनु मुख्य कारण हो। थोरै एक्सप्लेनेसनमा बुझौँ। अब यसरी डाइरेक्ट भन्दा नबुझ्नु होला। कोत पर्व सन् 1846 सेप्टेम्बर 14मा रानी राज्यलक्ष्मी प्रिया पात्र तथा तत्कालीन शक्तिशाली है भारदार गगन सिंह थापाको हत्या पश्चात भएको थियो। यस घटनाको छानबिनका लागि कोतमा भेला भएका जुन भारदारहरूको हत्याकाण्ड नै कोत पर्व हो भन्ने कुरा हुन्छ। कोत पर्व कसरी आयो भन्ने कुरा यत्तिकै एक्सप्लेनेसनबाट तपाईँले बुझ्न सक्नुहुन्छ सजिलैसँग है। यो एक्सप्लेनेसन फेरि एकचोटि हेर्नु होला। नेक्स्ट प्रश्नतर्फ फेरि हामी जान्छौँ। नेक्स्ट प्रश्न रहेको छ भण्डारखाल पर्व कहिले भएको थियो र यसको मुख्य पात्र के थियो। 1903 सालमा चाहिँ जङ्गबहादुर राणा, 1904मा चाहिँ सालमा जङ्गबहादुर राणा, 1904मा जुन 1904 सालमा चाहिँ रानी राज्यलक्ष्मी र 1903मा राजा राजेन्द्र भनिएको छ। भण्डारखाल पर्व कहिले भएको थियो र यसको मुख्य पात्र को थिए त। 1904मा रानी राज्यलक्ष्मी चाहिँ थिइन् र भण्डारखाल पर्व चाहिँ विक्रम सन् 1904 सन् 1847मा भएको थियो र यस पर्वको मुख्य योजनाकार चाहिँ रानी राज्यलक्ष्मी देवी थिइन्, जसले जङ्गबहादुर राणाको हत्या गर्ने षड्यन्त्र रचेकी थिइन्। तर यो योजनामा सफल नभई उनी आफै निर्वासित भइन् अथवा पतन भइन् भने जस्तै कुरा चाहिँ यहाँ रहेको छ है। ओके, नेक्स्ट प्रश्नतर्फ जाउँ हामी। राजा राजेन्द्र विक्रम शाहलाई जङ्गबहादुर राणाले कहाँबाट पक्राउ गरी कैद गरेका थिए। नुवाकोट, गोरखा, बुटवल र कठोर भनिएको छ। यसको सही उत्तर पनि कठोर नै रहन्छ। थोरै एक्सप्लेनेसनमा राजा राजेन्द्र विक्रम शाहले रानी राज्यलक्ष्मीलाई भेट्न भारत जाँदै गर्दा काठमाडौँबाट पश्चिमतर्फ कठोर भन्ने स्थानमा चाहिँ जङ्गबहादुर राणालाई पक्राउ गरी कैद गरेका थिए भन्ने कुरा रहेको छ। र अन्तिम प्रश्नमा जान्छौँ हामी आजको लागि। जङ्गबहादुर राणाले श्री 3 महाराजको पदवी कहिले धारण गरे। 1903, 1904, 1905 र 1906 रहेको छ। यसमा कन्फ्युजन बिना 1904 रहन्छ। जङ्गबहादुर राणाले 1904 अथवा 1847 सन् 1847मा अलैमा राजा राजेन्द्रलाई है पदच्युत गरी नयाँ राजा सुरेन्द्रलाई गद्दीमा राखेपछि श्री 3 महाराजको पदवी र प्रधानमन्त्री तथा कमान्डर इन चिफको पदमा चाहिँ आजीवन आफ्नो भाइ छोरामा चाहिँ हस्तान्तरण गर्ने नयाँ कानुन बनाएका थिए है त। यो कुरा पनि विशेष ध्यान दिनु होला। जङ्गबहादुर राणाले श्री 3 महाराजको पदवी कहिले धारण गरे भन्दा 1904मा। जसमा एक्सप्लेनेसन कन्फ्युजनको लागि यो व्याख्यानमा कुरा ध्यान दिएर दुईचोटि हेर्नु होला है। ओके, आजको लागि प्रश्नहरू यति नै रहेका छन्। आजको प्रश्न विशेष थिए र अति महत्त्वपूर्ण पनि थिए। कस्तो लाग्यो प्रश्नहरू कमेन्ट बक्समा बताउनु होला र नेक्स्ट भिडियो हजुर कुन टपिक रिलेटेड चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा भन्नु होला। आजको लागि भिडियो यति नै। हस्त, धन्यवाद, नमस्कार।